अहिले चाहिँ म बागलुङ बजारमा रहेको यो झोलुङ्गे पुल है, बजारबाट पारी गाउँ जाने पुल हो है यो झोलुङ्गे पुल। यतापट्टि चाहिँ यो बजार यो माथि हो, म बजारबाट आएको। अनि यहाँ चाहिँ पानी सङ्कलन गरेर खानेपानी माथि पुर्याउनको लागि बजारमा। अनि पञ्चकोट भनेको यो डाँडा पछाडि हो। अहिले म अनि यो बुर्तिबाङ जाने बाटो, यो बाटो हुँदै जान्छ, अरू हटिया सटिया हुँदै यही बाटो हो। अहिले म यसो हावा खान यो वहाँ पिपलको बोट रहेको त्यहाँ जाँदैछु। त्यहाँभन्दा माथि गयो नि भकुण्डे है। अहिले यहाँ चाहिँ एकदमै पानी सानी परेर बिदा भइसकेको छ। यहाँ त पानी परेको गर्छ, पानी पर्ने बिसाउने बादल पनि त्यही भएर यस्तो छ है। अघि नै दिनभरि र लगभग जस्तै दिनभरि जस्तै सिमसिम पानी पर्यो। अहिले चाहिँ परेन, अहिले चाहिँ सुक्यो भनौँ न। अहिले फेरि आउन बेर लाग्दैन राति, यस्तो राम्रो मौसम। तल काटेखोला हो। ल फेरि पनि अलिकति उकालो चढेर यहाँसम्म आएँ। लगभग अहिले यो अवस्था, यो ठाउँमा आएर एकदमै शान्त गाउँ जाने बाटो हो। यो मन्दिर छ, यहाँबाट तल पुल अघि नै म उहाँ बिचबाट हो, यहाँ बिच मान्छे भएको ठाउँबाट खिचेको। अहिले यता माथि आएँ, बजार त्यहाँ पारी देख्न सक्नुहुन्छ कस्तो छ बागलुङको।